के म राम्री छैन र भनेर भन्छु भने कहिले साथीहरू आज घरमा बसी बसी बोर भएको भएर बुढाबुढी चाहिँ टक्क अलिकति घरबाट 1 घन्टा जति हिँडेर जाने पार्क अलि ठुलो छ त्यहाँ गएर चाहिँ ल टाइम पास गरौँ न त भनेर हिँडिरहेछन्। आजको मौसम चाहिँ साथीहरू हेर्न सक्नुहुन्छ अँध्यारो अँध्यारो छ जसले पुरै ढाकेछ घामलाई। हामी चाहिँ पुरा मेरो बुढा चाहिँ गाडीहरू घरहरू कस्तो राम्रो छ भन्दै हिँडिरहनु भइरहेछ। के म राम्री छैन र आजको हाम्रो मिनी ब्लग हेरेर साथ दिनु होला है त साथीहरू। यस्तो शान्त छ वातावरण। यो स्कुल होला है बुढा कस्तो राम्रो छ है ठाउँ हेर्दा नि एकदम मन आनन्द हुने शान्ति शान्ति मात्र होइन शान्ति। यो ठाउँहरू चाहिँ गाउँ होला के है बुढा होइन होइन यो सहरै हो। के सहर भन्छ यसलाई यो याचिदाई सहर। हलुवा बेटमा आँखा गइरहेछ आज हाम्रो। मान्छेको घर यसरी झाक्नु हुँदैन। भोलि पर्सि केही हरायो भने हामीलाई आरोप आउँछ आरोप। एउटा गीत गाइदिनु पर्यो गीत प्लिज मेरो रिक्वेस्टमा। अस्ति खाना खाँदा गाइरहनु भइरहेको थिएँ। कुन गीत? म त जहिले गाइरहने मान्छे कुन गीत याद भएन। आफूले गाउने गीत पनि थाहा हुँदैन। यहाँ हामी बस्ने ठाउँहरूमा चाहिँ सानो सानो घरहरू छ तर यो हिँड्ने क्रममा चाहिँ कति ठुलो अपार्ट। ओ माई गड घाम कस्तो मधुरो। कस्तो दामी भ्यू क्या। जाम के गर्नु जाने जाने मलाई चाहिँ मन परेको चाहिँ शान्त वातावरण क्या। यहाँ साइडमा आफ्नो बुढा वातावरण पनि राम्रो सिरसिर हावा चलेको। फाइनली गाइस हातले भेट्न सक्ने हलुवा भेट हामीले पायौँ तर पनि टिप्न मिल्दैन। वा परेन है त्यहाँ अहिले यो मान्छेलाई अलि हिर्काइदिन्छ है म। यो त उनीहरूले पाले होइन कि त्यही पनि चराचुरुङ्गी टिप्न पाउँदैन नि त नियम हुन्छ कानुन हुन्छ। यो मान्छेको चाहिँ भर छैन है। हलुवा भेट यो झार्न खोजेको है कस्तो डराएँ म त। फाइनली गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसनमा इन्ट्री गर्दैछौँ। आजको हाम्रो डेस्टिनेसन छ यो पार्क। वाउ के भन्न चाहनुहुन्छ बुढा? यो ठाउँको लागि हामी 3 घन्टा हिँडेको। अनि 3 घन्टा कम्ताको दुःख छ सङ्घर्ष छ। वाउ गाइस केही न केही हुन्छ क्या हो। टक्क घुमाएर अहिले त ठ्याक्क घाम पनि लाग्यो क्या। यस्तो छ हेर्नु सक्नुहुन्छ यी यस्तो छ। माछाहरू छ यहाँ माछाहरू खै तपाईलाई चाहिँ यो माछाहरू के कुकुर जस्तो लाग्छ कुचु कुचु? चरप खाँदा बेला कति मजा आउँथ्यो।
कुन चाहिँ रक्सीको शीतलसँग खाने यो होइन कि कुन रक्सीसँग खाँदाखेरि चाहिँ रक्सी त जुनै भयो नि रक्सी हो नि त यो माछाहरूसँग कत्रो ठुल्ठुलो कतला माछा कतिलाई होइन यो कतला हो के गोल्डन फिस भन्छ यो जुन त्यो माथि त्यो यस्तो टिकी 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 छ नि त्यो भनेको कतला हो क्या गर्छ भाइ यही हो कतला कस्तो मान्छेको जस्तो आबी ओ हेर्नुहोस् मुख ओके मैले यहाँ देखिरहेको छु कस्तो यार लाग्ने एउटा आएर त्यो पिटले आफ्नो साथीहरूसँग यतापट्टि लोटस हुन्छ त त्यही ल्याइदिनु पर्ने के नि लोटस चाहिँ एउटा नि फुले छैन त बिस्कुट जस्तो छैन यति धेरै राम्रो लोटस फुल्ने ठाउँ हो साथीहरू यो चाहिँ अहिले चाहिँ रहेनछ यी पुरै पानी मात्रै तर यहाँ हुन्छ होला क्या है यो लोटस फुल्ने ठाउँ हो कि हामी यही हेर्न आएको हो तर अहिले चाहिँ यो सिजन होइन गर्मी बेला फुल्छ नि बुढा यहाँ लोटस के हो गर्मी गइसक्यो जाडो त्यही त यो त जाडो हो कि खास यो लोटस फुल्ने सिजन चाहिँ गर्मी बेला हो त्यति बेला आएनौँ नत्र यहाँ कति राम्रो लोटस फुल्छ क्या हेर्न निधारमा रातो टिका निधारमा तबक्क तल्कियो पारी यो राइट साइडमा ओ कस्तो के है बोट भन्दा फल धेरै मजाको यस्तो घुम्ने ठाउँमा नै घर छ क्या है यिनीहरूको अनि कस्तो मजाले सरसर्छ खुट्टा चालेको हेर्नु त क्या छिटो खुट्टा चालेको खुट्टा ट्वाक पारेर उठाइदियो क्या है अन्त तपाईँलाई नि ट्वाक पारेर उठाइदिन्छन् नि चुरुङ्गीहरूले खाने भनेर रोप्छन् रे क्या बुढा यस्तो बाहिर पार्कहरूतिर हुन्छ नि घर बाहिर यहाँ त छन् कत्रो धेरै फलेको पुरै फुल जस्तै देखेछ है हलुवा बेड त ए साथीहरू यो हलुवा बेड हो नि ओ माई गड म चाहिँ आज यो पार्क एक्सप्लोर गर्दैछु फेरि त्यो माछाहरूलाई जिस्काउनु मन लाग्यो अरे कति नै खानेकुरा लगिदिएको नाटक गर्नुपर्ने यी साकुराको रुखहरू साकुरा बेला यस्तो दामी फुल्छ होला त्यही थाहा पाउनलाई यो काठको राखे होला आजै नभन्नु है अहिले त दिन पनि ढल्यो अँध्यारो भइसक्यो है यही दिनु यहीँ बिचराहरू भोकाएको होला नि गरेछन् गाइज अब आउँदैछ खोलाको पालो सुक्न लागेको खोला खडेरी लगाइसकेछ अहिले त यहाँबाट देख्न सक्नुहुनेछ पोखरी छ गाइज खडेरी लाग्यो भनेको भर्खर पानी अन गरेछन् यहाँ यसरी पो खोला आउँदो रहेछ यहाँ त तल गएर अब हेर्नुपर्छ यो यहाँ चाहिँ यसरी नेचुरल पानी हुँदैन यसरी हाल्छन् पोखरीमा पानी ओ माई गड कस्तो राम्रो भ्यू है उहाँ खोला बगेर आएको जस्तो देखाउँछन् माथिबाट तल सर बगेर आएको भन्दाखेरि त ए हेर्दा हेर्दै पोखरी सुक्यो पोखरीमा आउने पानी यस्तो नि हुँदो रहेछ त मैले एउटा फर्स्ट टाइम देखेको पुरा यहाँ यति धेरै आउँछ कति आउँछौँ है यहाँ हामी धेरै जस्तो सुकिराखे ढुङ्गाको भित्रबाट यो ढुङ्गाहरू त यसरी पानी आउनलाई पो राखेको रहेछ है
ए मैले त देखेको थिएन त यो एकछिन बसौँ न सबैमा त आउँदैन उफ, खोला बगेको खल खल खोला साइलेजी रे 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 तुझी साइलेजी तिमीले सम्झना यस्तो छ ओ माई गॉड कस्तो आनन्द आउने क्या यस्तो पार्कहरूमा आउन चराचुरुङ्गी त्यस्तै कराइरहेछन् सानै भए पनि खोला कल कल बगिरहेछ हुनेछ हेर्न सक्नुहुन्छ यति ठुलो ग्राउन्ड यहाँ चाहिँ बच्चाहरू खेल्न आउँछन् अनि यहाँबाट सनसेट पनि दामी देखिँदो रहेछ हेर्नु अब चाहिँ यो घाम सँगसँगै हामी पनि घाम अस्ताएको सँगसँगै हामी पनि घर जाँदैछौँ बुढा चाहिँ ढिलो भयो भनेर फन्केर गइसक्यो अगाडि अगाडिको चाहिँ यत्रो ठुलो घर जत्रो चाहिँ टोयलेट हो है साथीहरू हामी चाहिँ यहाँ चाहिँ बस्यौँ लगभग 2-3 घन्टा घरबाट हिँडेकोसँग गऱ्यो भने त 2-3 घन्टा नै भन्यो नि भयो अब चाहिँ हामी वाउ कति राम्रो फुल है पहिला पनि फुलेको थियो त यहाँ तर अर्कै फुल पहिला पनि यहाँ फुल चाहिँ यस्तै फुलेको थियो कति राम्रो सयपत्री हो कि क्या हो अनि अनुहार बिगार्दै कुर्दै हुनुहुन्छ उहाँले चाहिँ घामको सनसेट वाउ क्या दामी यो घाम राम्रो कि तपाईँ राम्रो भनेर चाहिँ मान्छेले मलाई सोध्यो भने चाहिँ मेरो बुढा राम्रो घाम त केही होइन भनेर चाहिँ भन्ने छु यस्तो झुन्डिने कुरा त देख्नै हुन्न अनि उहाँलाई चाहिँ आफ्नो पूर्वजहरूको याद आइहाल्छ अनि यस्ता यस्तै झुन्डिने ठाउँहरू खोज्दै हिँड्नुहुन्छ बुढेसकालले छोइसक्यो साथीहरू हामी चाहिँ घर जाँदैछौँ मेरो बुढाको पावर पनि देखियो आज बाई हिँड्दैछौ होइन बाटोमा ऊ त्यो पसलमा गएर कफी निकालेर खाने लास्ट कस्तो दामी सनसेट हेर्नु बुढा यस्तो छ सनसेट घाम डुबिरहेछ अब रात पर्न लाग्यो यस्तो छ जाडो छ नि त ल बाई भन्न त सब्सक्राइब माई च्यानल प्लिज हम्बल रिक्वेस्ट तो गर तिनीहरूलाई तेरो त्यो के अरे फ्यान होइन के अरे सब्सक्राइबरहरूलाई धोक दिया भन् नमस्ते ढोक दिया तिम्रो हेराइले ढक्कन ढोक दिया ल जाम बाई यता बाई गरिदिनु त